एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। अनि यहाँ चाहिँ हाम्रो आमा छोरीको आउटफिट चेक हुँदैछ। अब हामी चाहिँ पठाउँ पनि आइसक्यो अनि पठाउँमा जाँदैछु। लाक्पा चाहिँ बिहान मामासँग गइसकेको थियो अनि त्यसपछि फाइनली हामी माइली दिदीको घरमा आइपुगिसक्यो। अनि माइली दिदी घरमा चाहिँ सबैजना यहाँ खाना खाँदैछ, रेडी भइसकेको छ। यहाँ माइला दाई हुनुहुन्छ हाम्रो, अनि त्यसपछि हाम्रो यता माइली भाउजू पनि खाना खाँदै हुनुहुन्छ, अनि त्यसपछि हाम्रो यता माइली दिदी हुनुहुन्छ, अनि त्यसपछि हाम्रो यता साइडमा चाहिँ भेना हुनुहुन्छ, अनि त्यसपछि हाम्रो ठुलो दिदी। अनि हामी सबैले खाना खाएपछि चाहिँ हामी रेडी भए। अनि दाईहरू चाहिँ स्कुटीमा जाने, किनभने दाई त हिँड्नु सक्दैन, गाह्रो हुन्छ नि त, दाई बिरामी हुनुहुन्छ। अनि त्यसपछि चाहिँ अनि यहाँ बाटोमा जाँदा जाँदा हाम्रो सुभाष दाई चाहिँ खरबुजा बेच्दै हुनुहुन्थ्यो। अनि हामी चाहिँ लु लाग्यो है त, अब साथीहरू अब कतिको गाह्रो हुँदो रहेछ हेरौँ। परबाट चाहिँ हाम्रो ठुलो दिदी र दिदीको छोरा आउँदैछ। अनि त्यसपछि चाहिँ मैले प्रसिद्धलाई लु अब के छ त हालखबर प्रसिद्ध, आज हामी कहाँ जान लाग्यो भने त आसु हामी तारेभेरी जान लाग्यो आज हाइकिङमा भनेर, किनभने बच्चाहरूको छुट्टी पनि छ होइन। अनि त्यसपछि चाहिँ हामी बाटोमा कान्छी र म चाहिँ हाँस्दै गफ गर्दै हिँडिरहेछ। यहाँ कान्छीको चाहिँ फर्स्ट हाइकिङ हो। अनि फर्स्ट हाइकिङमा आउँदा पनि कान्छीले जुत्ता नलाएर चप्पल लाएर आउँछ। साथीहरू हेर्नुहोस् न, अब यस्तो गर्मी छ। अनि हाम्रो यहाँ माइली दिदीको छुट्टै पारा छ, हिरोनी हो उहाँ चाहिँ। लु कमेन्ट गर्नु है त कसले यहाँ चाहिँ कतिको सक्छ भनेर यहाँ जोसमा। अनि त्यसपछि चाहिँ हामी हिँड्दैछौँ साथीहरू। अब लाग्नै पऱ्यो, बिस्तारै बाटोतिर हिँड्नै पऱ्यो। माइली भाउजूलाई चाहिँ अलिक गाह्रो भइरहेछ हिँड्नलाई, किनभने माइली भाउजू चाहिँ अलिक मोटी हुनुहुन्छ नि त। अनि उहाँहरू चाहिँ हिँड्नु नसकेर ट्रकमा गएको है साथीहरू। अनि हामीहरू चाहिँ अझै यहाँनिर माथि देखाउँदैछ, यहाँ पुग्नुपर्ने छ हामी तारेभिर। अनि त्यसपछि चाहिँ यहाँ दिदीले काफल छ अरे खाना भन्दै थियो। ल आउनुहोस् है साथीहरू, काफल खानालाई तारेभिरतिर चाहिँ दामी छ। अनि यहाँ हेर्नुहोस् त भाउजूले पानी खाएको, कस्तो मिठो पानी। यहाँ चाहिँ दिदीले ठुलो सर्प देखेर, त्यही भएर हामी चाहिँ यहाँ डराएर एकछिन यहाँ ओर्लेर बसेँ। अब सर्प देखेपछि सबैलाई डरै लाग्छ। दिदीले चाहिँ हिँड्न हिँड्छ के हुन्छ र भन्छ। फाइनली गाइज हामीहरू चाहिँ ताराभिरमा आइपुगिसक्यो। अनि उहाँ चाहिँ हो मेरो दिदी र प्रसिद्ध। अनि त्यसपछि यसो रेस्ट पनि हानिदिएको मैले है, यति राम्रो भ्यू देख्ने क्या यहाँनिर चाहिँ। ओ माई गड। अनि हेर्नुहोस् न यहाँ बच्चाहरूको चाहिँ छुट्टै छ पार्टी, यहाँ फ्रुटी पार्टी। अनि फेरि हाम्रो चाहिँ फेरि यहाँ घ्याम्पे पार्टी भइरहेछ। आउनुहोस् है साथीहरू, यस्तो मिठो छ तारेभिरमा। आलु भटमासको त यहाँ कुरै नगरौँ न। अनि त्यसपछि मैले यसो दिदीको चस्मा लगाइदिएर हल्का यसो डान्स हानिदिएको है। अनि त्यसपछि त पानी पनि पर्यो साथीहरू। आजको दिनमा चाहिँ पानी पर्छ भनेर हामीलाई के थाहा। जे होस् रमाइलो भयो हाम्रो हाइकिङ चाहिँ होइन सकभर। अनि यहाँ चाहिँ आउँदैछ माइला दाई चाहिँ लास्टमा छ। अनि त्यसपछि यहाँ पाल्मुले चाहिँ यहाँ रेडबुल देखाइरहेछ, रेडबुलको एडभर्टाइज गर्दैछ। दाइले चाहिँ यहाँ गीत बजाउँदै हिँड्दैछ। त्यसपछि म पनि लागेँ पानी पर्दै भिज्दै। अनि त्यसपछि आजको हाम्रो डिनर रेडी भइसक्यो। अनि त्यसपछि दाइले चाहिँ यहाँ मिठो सुकुटी पनि बनाइरहेछ है। त्यसपछि हल्का डान्स त हान्नै पर्यो। अनि सब फ्यामिली बसेर छ्याङ शीतन खाँदै गर्दै थियो। मेरो बुढाले टुप्लुक्क आइपुग्यो। अनि यो बेलुकाको हाम्रो ढिँडो हेर्नुहोस्, यहाँ मेरो बुढाले कति मजाले खाइरहेछ। मेरो बुढाले मात्रै होइन सबैले खाइरहेछ। बाई बाई साथीहरू।